त्यस्तै छ इन बिट्विन ल तिम्रो लत लाग्यो जस्तो मलाई तिमी पानीको सोचिरहेको छु भोलिदेखि जिम जाने हो भोक प्यास छैन मेरो निन्द्रानीको तिमीलाई सम्झिँदै आजकाल त दिन जाने हो त्यस्तै टाइपको ओके हेलो नमस्ते आज चाहिँ म तपाईँहरूलाई मेरो किचनमा लिएर आएर किमा नुडल्स कसरी बनाउने भनेर रेसिपी देखाउँदैछु अनि साथसाथै हामी खाने पनि छौँ अनि मैले एज युजल जहिले जस्तै दिपलाई एज अ गेस्ट बोलाएको छु अनि हामी खान्छौँ अनि क्युएनए पनि गर्छौँ है एक्चुअली किमा नुडल्समा चाहिँ पाक्सोया साग हालेको हुन्छ तर अब सिजनले गर्दाखेरि पनि अनि ठाउँले गर्दाखेरि पनि त्यो साग अभाइलेबल हुन अलि गाह्रो हुने भएकोले यो हाम्रो ओरिजिनल अर्ग्यानिक रायोको साग जहाँ पनि अभाइलेबल हुने अनि त्यही भएर हामीले यो युज गर्छौँ त्यसपछि किमा नुडल्सको लागि किमा हामीले अलरेडी चप गरेर राखिसकेका थियौँ बफ किमा हो यो चाहिँ यसमा हामीले सबै इन्ग्रिडियन्ट्स मसलाहरू हालेर ओनियन पनि छ अनि साथै अलिकति नट्स पनि अनि गोलभेडा पनि चप गरिसकेको छ हामीले यसरी किमा नुडल्सलाई बोइल गर्न राख्नेछौँ कति मिनटको लागि भन्दा कति मिनटको लागि फर्स्टमा हामी हट सस हाल्छौँ यो पनि हामीले प्रिपेयर नै गरेर राखेको हुन्छौँ तपाईँहरूलाई हट ससको रेसिपी चाहिन्छ भने कमेन्ट गरिदिनु मलाई कति टिमुर थोरै टेस्टको लागि सोया सस थोरै भेनिगर चाहिँ तपाईँहरूको कस्तो छ कतिको बडा छ त्यही अनुसारले हाल्नु मजाले मिक्स गरिदिनु हाम्रो अघिको बोइल गरेको किमा नुडल्सलाई चाहिँ यसमा टपअप गरिदिने हामीले हाफ बोइल गरेको सागलाई यसरी टपअप गरिदिने हाम्रो किमा नुडल्स सरी किमा रेडी भइसकेको छ र यो किमालाई टपअप गरिदिने साथै त्यो जुन बदम छ बदमलाई पनि अलिकति साइडमा धनियाँले टपिङ गरिदिने यसरी हाम्रो किमा नुडल्स रेडी भयो नमस्ते अनि वेलकम वान्स अगेन अघि मैले किमा नुडल्स जुन तयार गरेको थिएँ मैले यहाँ लिएर आइसकेको छु अनि त्यसपछि मैले गेस्टलाई पनि बोलाइसकेको छु एज युजल दिप नै हो हाम्रो गेस्ट दिप कमिन धन्यवाद भाउजू आज पनि इन्भाइट गर्नुभयो किमा नुडल्स धेरै भएको थियो नखाएको अनि खाने कि भनेर अनि प्लस क्युएनए पनि गरौँ भनेर आज अलि डिफ्रेन्ट होइन सधैँ खाने मात्र के गर्नु भनेर आर वी रेडी यस भन्नुहोस् सोध्नुहोस् के सोध्न चाहनुहुन्छ पहिला खानाबाट स्टार्ट गरौँ है ओके पहिला हामी खानाबाट स्टार्ट गर्छौँ यस यो चाहिँ मैले नै बनाएको हो नि दिप फेरि तपाईँ त कुक भन्ने सुनेको थिएँ मैले गर्छु गर्नुपर्छ मान्छे लाइफमा सबै चिजमा इन्भल्भ हुनुपर्छ सबै कुरा सिकिराख्यो भने आफ्नै लागि कस्तो छ दामी छ
ओके, मैले अलिकति थोरै क्वेसन प्रिपेयर गरेको छु तिमीलाई सोध्नको लागि। सो फर्मल। अनि अब दीप धेरैलाई थाहा छ होला सायद, एस्पाइरिङ सिङ्गर पनि हो। अनि एक दुईवटा क्वेसन मात्रै सम्बन्धी सोध्छु। वाट काइन्ड अफ म्युजिक डिड यु ग्रो अप लिसनिङ टु? स्नुप डग होला सायद। हो र? अलिक मलाई थग्ला टाइपको मन पर्ने कि जस अलिक स्वागीवाला भनौँ न, हिप्पी। खासै मान्छे त हिपहप होइन, त्यही नै अब हिप्पी खालको। तर तिम्रो जर्न त त्यो होइन नि। मन पर्ने त तपाईँको सेन्टिमेन्टल हो, तर गाउन सजिलो चाहिँ अलिकति हिपहपै रहेछ है खास गरी। अनि सजिलो नि गाउनलाई, आनन्दको। अनि अहिलेसम्ममा तिमीले कतिवटा गीतहरू निकाल्यौ त? तपाईँको निकाल्न त 4-5वटा जति भयो होला, तर खासै सुन्न लागेको चाहिँ 2टा छ भनौँ न। ए ओके, तिम्रो आफ्नै फेभरेट? अहिले चाहिँ एउटा बाली लैजाला भन्ने छ, मेरो साथीले लेखेको लिरिक्स हो, मेरो उसको पनि छ। तर त्यसमा गायन गर्दाखेरि अलिक आफैलाई मन परेको चित्त बुझ्ने चाहिँ यही पालि निक्लिरहेको छ। थोरै गाएर सुनाइदिन्छ? अलिकति ऱ्याप छ फेरि होइन। ए नो प्रब्लम, केही हुँदैन। त्यस्तै छ। इन बिट्विन ल। तिम्रो लत लाग्यो जस्तो मलाई तिन पानीको, सोचिरहेको छु भोलिदेखि जिम जाने हो, भोक प्यास छैन मेरो निन्द्रानीको, तिमीलाई सम्झिँदै आजकाल त दिन जाने हो। त्यस्तै टाइपको। ओके। अनि पोलिटिक्समा कतिको इन्ट्रेस्ट छ? पोलिटिक्समा तपाईँको पछिल्लो समयमा चाहिँ अलिकति इन्ट्रेस्ट पायो। अनि नगर कमिटीमा धुलिखेल यसो युथ फोर्सतिर पनि लाग्यो। पछि जेनजी आन्दोलनदेखि चाहिँ अलिकति इन्ट्रेस्ट हराउँदै गयो योपालि चाहिँ अलिक पोलिटिकलपट्टि। किनकि खासै उपलब्धिमूलक होला जस्तो केही देखिनँ मैले। ओके, अब एज त रिभिल गर्न मिल्दैन होला, तर तिमी डु यु बिलोङ टु जेनजी? वाइ पढ, वाइ हो? वाइसम्म पुग्यो। जेनजी नै पऱ्यो भने आफू तोडफोड गर्न गइन्थ्यो होला। वाइतिर पऱ्यो, अब जे त आफू नपर्ने क्याटेगोरीमा के न्यु खोज्नु भन्ने कुरा हो। डु यु हेभ अ गर्लफ्रेन्ड? गर्लफ्रेन्ड त छैन हौ, अहिलेसम्म खासै लभ पनि परेन राम्रोसँग। अनि तिम्रो सिजन अफ लभमा अनि एकदम सिजन अफ लभै हो नि? हो, सिजन अफ लभमा भाइरल भएको थियो त त्रिसासँग। ए त्यो भनेको अब त्यो अचानक भएको चिज हो, त्यो नसोचेको भयो भनौँ न एक्कासी। ओके, डु यु स्टिल एडमायर हर? कन्ट्याक्टमा छौ? छैन, खासै हुन्छ त्योमा छुट्टै भयो। ऊ आफ्नो लाइफमा, म आफ्नो लाइफमा, आफ्नो व्यस्तता। इफ एभर उसले चाहिँ यो ब्लग हेरेको छ भने एनी मेसेज यु वुड लाइक टु गिभ हर? अब के म्याच के दिन पनि अब भर केटाकेटी होइन, ठुलै भयो मान्छे हो त्यो हुन्छ नि, लाइफ सजेसन। अब ए यसो बेला बेला कक्सुल खान भेटघाट गरौँ न भन्ने कुरो त त्यही त नि। प्लिज एकचोटि भनिदिनु पऱ्यो। के भन्नु छुट्टी छ मान्छेलाई होइन, धेरै कट्नु पनि हुँदैन बिचरा। उनीहरू आफ्नो लाइफमा उसको पनि बस्नु सक्छ होला, घर बनायो होला, आफ्नो ठाउँमा हुन्छ नि त। ए ओके ओके, पास कोटाउन चाहँदैनौ? ए अनि त्यसपछि तिम्रो गर्लफ्रेन्ड पनि छैन? गर्लफ्रेन्ड छैन अहिले, तत्कालीन चाहिँ छैन। ओके, अलिकति पोलिटिक्सको इन्ट्रेस्ट भयो भन्यो होइन लेटली, त त्यही भएर म अलिकति पोलिटिक्सको बारेमा सोध्छु। अहिलेको प्रधानमन्त्रीको नाम थाहा छ? सुशीला कोइराला। कोइराला? I'm sorry. Sorry. केबाट भन् त, केबाट चाहिँ मलाई कन्फ्युजै भएछ। जिकेको जिके कम छ कि के तिम्रो? होइन तपाईँको म एक धुले त खानतिर बिजी थिएँ नि त, एक धुले त खाइरहेको लास्टमा। एकदम इजी क्वेसन सोधेको छ। अब त्योभन्दा अरू त नसोध्नु जस्तो लाग्यो मलाई पोलिटिक्सको बारेमा।
सोध्नु अलिअलि त थाहा छ धेरै थाहा नभए अनि त्यसो भए अहिले हाम्रो सडक यातायात व्यवस्थापन मन्त्री को हुनुहुन्छ त? कुलमान घिसिङ। अब यस्तै हो, मलाई पनि खासै पोलिटिक्समा इन्ट्रेस्ट छैन होइन, त्यही भएर अहिले लेटली ऊ भएको भएर मन्त्रीहरू पुरानो मन्त्रीहरू त मलाई पनि खासै थाहा छैन, अहिलेको मात्र हो यस्तो। अब अरू नै केही क्वेसनहरू सोध्छ है त। वाट मेक्स यु ह्याप्पी? फुड। ओ तपाईँको खाना लाउन भनेपछि त्यही त मान्छेको इच्छा भनेको। अझ मेन त ड्रिङ्क्सहरू भनौँ न, अल्कोहलिक प्रोडक्टहरू। डु यु ड्रिङ्क? तिमी अल्कोहलिक हो? हजुर, हाल्छ भाजु र छोड्ने प्रयास त जारी छ। यो साँझ पख सुत्नुभन्दा अगाडि 1-2 प्याक चाहिँ हालेर मजाले निन्द्रा नि मिठो। How close you are with your friends? क्लोज 1-2जना साथीभाइहरू पनि छन्, ज्यान दिने खालका पनि छन्। लाइफमा चाहिने नै त्यही नै हो, त्यही साथीभाइ चाहिन्छ, नत्र भने तपाईँको एक्लो भयो भने डिप्रेसनमा जाने हुनसक्छ। त्यही भएर जस साथीभाइ चाहिँ एकदम ठाउँमा राखेको छु मैले। त्यसो भए म साथीभाइ रिलेटेड कुरा सोध्छु एउटा। What is the best advice you have ever received from your friends? Love yourself. Okay. Love yourself. आफूले आफूलाई माया गर्न सिक्नुपर्छ अरे। एउटा स्टुप डग पनि छ होइन, बट एटलिस्ट आई वान थ्याङ्क मी फर ह्याभिङ मी फर बिलिभिङ इन मी भन्छ भने एक हिसाबले होइन, आफूले आफूलाई बिलिभ गर्यो भने आफूले आफूलाई थ्याङ्क गर्छ क्या। त्यही भएर ओके, भनेपछि साथी सर्कल एकदम राम्रो छ तिम्रो। अनि केही कुरा इम्प्रुभ आफ्नो तिम्रो अब इम्प्रुभ गर्नुपर्ने केही कुराहरू साथीहरूले केही एडभाइस दिएको छैन? एडभाइस भनेको तपाईँको त्यही अब अलिकति अल्छिनु भएन। अनि भाग्यमानी त भाग्यमानी नै हो। निदा ठुलो छ तिम्रो। हजुर, अनि त्यही अलिकति ड्रिङ्क्सहरूमा अब अलिअलि के सुधारहरू ल्याउनु पर्छ आफ्नै आफ्नै स्वास्थ्यको लागि पनि हुन त उनीहरूले राम्रो एडभाइस दियो। अब लास्ट क्वेसन सोध्छु एउटा। हजुर, What one advice you would like to give to the new generation? अब न्यू जेनेरेसनलाई दिने भनेको अब त्यही हो, राम्रोसँग पढ अनि अस्ट्रेलिया अमेरिका छिटोभन्दा छिटो जाऊ नै भन्छु म। किनकि अब तपाईँको यहाँ सबैजनाले नेपालमै के गर्नुपर्छ, नेपालको युवा भइसकेपछि नेपालमै के जेनेरेट गर्नुपर्छ। होइन, म त्यसको लागि विरोध हुन्छु। किनकि तपाईँको नेपालमा बसेर अब धनी मान्छेहरू तपाईँको यहाँनिर धनी नै भयो होइन। तपाईँको इनकेस अब कसैको पुवर क्लास छ या फिर लोवर मिडल क्लास छ या फिर मिडल क्लास छ होइन, उनीहरूलाई धनी बन्ने सर्टकट भनेको चाहिँ तपाईँको विदेशै देखेँ क्या मैले। किनकि त्यहाँ भाडा माझेर तपाईँको 2-4 लाख कमाउँछ भने यहाँ नेपालमा तपाईँको भाडा साडा माझे नि जति नै दुःख गरे नि म्यानेजरै जब खायो भने तपाईँको 60-70-80 हजारभन्दा बेसी कमाउँदैन होइन। कि ब्याङ्कै सिइओ हुनु पऱ्यो 10-12 लाख कमाउनलाई, कि अलिकति 2 नम्बरी कामै गर्नु पऱ्यो भनेपछि विदेश जानु भनेको तपाईँको छोटो समयमा उनीहरूले आफ्नो सपना छिटो पुऱ्याएको छ। जस उनीहरू उता पैसा कमाओस्, उता चाहिँ सेटल गर्न होस्, नेपालै आओस् भन्ने चाहन्छु म चाहिँ। पैसा चाहिँ कमाउनु विदेश जाने, तर नेपालमै आएर घरबार जोडेर यतै बिजनेसहरू रिटायरमेन्ट लाइफ चाहिँ आफ्नो यतै बितोस् भन्ने चाहन्छु म चाहिँ। त्यसो तिमीले चाहिँ किन गरेनौ त? अनि मैले ट्राई त गरेको, म चाहिँ फ्रडमा परेँ एकचोटि। अनि पहिला अलिकति पैसा हुँदाखेरि अब चोरीफोरी पनि बेसी हो हाम्रो, अलिकति हामी नेपालमा एकदम धेरै फ्रड चाहिँ छ, एकदम केयरफुल चाहिँ हुनुपर्छ है एकदम। जहाँ पनि यहाँ लग पठाइदिन्छु उहाँ पठाइदिन्छु भन्ने पैसा खाने होइन, त्यो चाहिँ एकदम नै छ, त्यो चाहिँ मन मान्छ।
त्यही भएर मेरो चाहिँ अलिकति अड्क्यो जस मलाई पनि जाने चाहिँ प्लान चाहिँ छ अब हेरौँ अब पहिला पैसा हुँदाखेरि अलिकति रमझमले व्यस्त भयो अनि सक्दै गएपछि अलिकति बुद्धि बिस्तारै पला त अनि मान्छे गुरुङ पनि दिमाग पछाडि नै हुन्छ पछाडि पनि भक्क पछाडिबाट हान्नुपर्ने हो कसैले दिमाग नजिक त्यसपछि ओके आर यु प्लानिङ टु म्यारी छैन अहिले त मेरो त्यस्तो केही प्लानै छैन त्यो सोचेको पनि छैन मैले त्यतातिर त सुरुमा अलिकति अपर्च्युनिटी छ है नयाँ केटीहरूलाई। त्यो लगनमा आएर हो कि तर अहिले त लगन निकालेर आउनु पऱ्यो है दिपबाटमा एनिवेज अब हामी भनौँ भ्लगको अन्त्यतिर आइसकेको छ हाम्रो खाना पनि लगभग खतम भइसकेको छ आज Q&A गरेर एकदम रमाइलो भयो अनि खाना पनि मिठो थियो दिप यस्तै गरी तिमीसँग नयाँ भ्लग बनाइराख्न पाऊँ अनि सोमा आइदिएकोमा धेरै धेरै धन्यवाद ल धन्यवाद तपाईँलाई पनि बोलाइदिनु भयो यसको मिठो के बनाउनु खाइदिनु भयो ल मेरो नि इन्डिङमै छु हामी अरू केही डिफ्रेन्ट चिज खान खाएको हेर्न चाहनुहुन्छ भने प्लिज कमेन्ट गरिदिनुहोस्